दर्शकबिन नमस्ते। म अहिले राप्ती गाउँपालिका वार्ड नम्बर 8 यो गाउँको नाम मिलनधारामा छु। यहाँ चाहिँ नील सागर सेवा आश्रम रहेछ। दाङको राप्ती गाउँपालिका र प्रदेश कार्यालयको बाट चाहिँ यो म चाहिँ बनेको। यो गएको वर्षदेखि यो चाहिँ आफ्नै भवनमा सरेको छ। नजिकै स्वास्थ्य चौक पनि छ। यहाँ चाहिँ राप्ती गाउँपालिकाको योजना के रहेछ भने सडकलाई चाहिँ मानवविहीन बनाउने, कोही पनि आफ्नो घर बिर्सिएर चाहिँ घर बाहिर रहन नपाओस्। त्यही सिलसिलामा यहाँ चाहिँ कतिजना यहाँ हाम्रा के भन्छन् मान्छेहरूलाई चाहिँ आश्रय दिइराख्नु भएको छ। यहाँ अलिकति व्यवस्था पनि हेर्ने दिदी हुनुहुन्छ। हजुरको परिचय? कतिजना हुनुहुन्छ अहिले यहाँ? अहिले 26 जना छोरा मान्छे हुनुहुन्छ। 7 जना छोरी मान्छे। अनि यो चेकअपको लागि कहिले हेर्नुहुन्छ? चेक गर्नको लागि हजुर, उहाँहरूको चाहिँ विष्ट सर आउनुहुन्छ। गाउँपालिकाको अध्यक्ष प्रकाश विष्ट आफै पनि आउनुहुन्छ। सर आउनुहुन्छ हप्तामा नभए महिनामा। सानोतिनो बिमार लाग्यो भने स्वास्थ्य चौकी यही माथि छ त्यहाँ जान्छौँ। ठुलो रोग लागेको छ भने हामी सिसानी। अनि खर्चको व्यवस्थापन यसको उहाँले खुवाउनुपर्छ होला। कसले दिन्छ? दाताहरूबाट अरू सरहरूले। पालिकाले पनि के थप्छ? हजुर सर, पालिकाले पनि के थप्छ? हजुर पालिकाले थप्नुहुन्छ। कतिजना काम गर्नुहुन्छ यहाँ? हामी 3 जना छौँ सर। रातिको एकजना गेट पारी दाइ हुनुहुन्छ, 2 जना बाहिर बोक्नु। अनि यहाँ ल्याइसकेपछि आफै भागेर गइहाल्ने त्यसो पनि भएको छ? हजुर सर, भाग्नुहुन्छ। फेरि हामी खोजेर ल्याउँछौँ, पुलिसहरूले ल्याइदिनुहुन्छ। हामी राति भाग्नुहुन्न, यहाँ दिउँसो लाउनुहुन्छ सर, रातैभित्र खाउँछ। अनि अहिले भाग्न सक्ने किसिमको पनि छन् अहिले? हजुर हुनुहुन्छ सर, 3 जना हुनुहुन्छ। उहाँहरूले सकेसम्म बाहिर निकाल्दैन? बाहिर निकाल्दैनौँ, हामी भित्रै राख्छौँ। बिहादेखि भाग्ने हानहान गर्ने, कुर्सी भाग्ने गर्नुहुन्छ उहाँहरू। सबैजनालाई सर साँझ निद्राको मेन्टलको दबाई खुवाउनुपर्छ उहाँहरूलाई। फेरि सुत्नुहुन्न रातिमा नि, त्यो तपाईँले खुवाउनुहुन्छ? हजुर। कहिलेदेखि तपाईँ यहाँ हुनुहुन्छ? म अहिले 3 वर्ष हुन्छ सर। अब आएको चाहिँ त्यो त एउटा चाहिँ उटपटाङ गर्ने छोराछोरी त साह्रै गाह्रो रहेछ। यो सबै तपाईँको छोराछोरी जस्तो रहेछ होइन? अनि उहाँहरूलाई औषधि खुवाउँदाखेरि एक किसिमको मानसिक शान्ति मिल्ने के कस्तो? कसैले दालमा दबाई पिसेर सर मसिनो बनाएर दालमा राखेर खुवाउँछौँ। पछि बस्दा उहाँहरूको अलि दिमाग आउनु लागेछ भने उहाँहरूलाई फेरि अब त्यतिकै पानीमा गिलासमा घोलेर खुवाउँछौँ सर। कति त्यसै खानुहोस् भने खानुहुन्छ। ल, धेरै खुसी लाग्यो कमसेकम यहाँ सेवा गर्दै हुनुहुन्छ होइन? अनि यो नील सागर सेवा आश्रम रहेछ। यस्तो अफिसमा म त्यहाँ नेपालमा पनि गएको थिएँ। हाम्रो देवखुरीकै एकजना साहित्यकार हुनुहुन्छ, उहाँले चाहिँ लग्नु भएको थियो। त्यहाँ पनि मैले भेट्नु भएको थिएँ। र देवखुरीमा यसरी पारिवारिक यसो हराएर आउनुभएकाहरूलाई पनि राख्ने मैले सुनेको थिएँ। हजुर हो सर, हामी बाटोमा अलपत्र परेका घर यता जान नसकेन हामी राख्छौँ। उहाँ सन्चो हुनुभयो, उहाँको परिवार आउनुभयो लग्नुहुन्छ। कतिजना त्यसरी हामीले गऱ्यौँ सर, यहाँदेखि 6 जनाले गऱ्यौँ। उहाँ पारी हुँदाखेरि 7-8 जना गरेको थियौँ सर। उहाँले घर पत्ता लगाउने मेरो घर यहाँ हो भन्ने मोबाइल नम्बर दिन नसक्यो भने फेसबुकमा सरको फोटो राखिदिनु भयो भने धेरै जस्तो पारेहरू गइहाल्नुहुन्छ। फेसबुकमा देखेर अपनी घर कहाँ हो? नेपाली सर, भलवाङ हो। परिवार नै हो छैनन्? यहाँ कस्तो लाग्छ? यहाँ ठिकै छ। के नाम हजुरको? घुमनारायण के? कति वर्षको हुनुभयो? 88 पुग्नुभयो। गीत गाउनुहुन्छ पहिले? अब आउँदैन? ल, तपाईँहरूसँग खुसी लाग्यो। मिलेर बस्नु होला है त? अध्यक्षजी आउनु रहेछ यहाँ, खुसी लाग्यो। यो खतिर आएको कि चोट लागेको? लडेर कि सर, उहाँ लड्नुहुन्छ फेरि तान गर्नुहुन्छ गाउँको। अब दिउँसो त हेर्छ भने सर, राति सुतेको बेलामा। ल, सबैलाई नमस्कार छ है, सबैलाई नमस्कार छ। ल, मिलेर बस्नु होला, झगडा नगर्नु होला। यसो घर पाउनु भएको छ बस्ने होइन? ल।
बुआना एक पाल्ला पाल्ले में दिला दिला पाल्ले में गिर गई अब बाबू मर गए हम गांव में पता नहीं